जितेको खेल हराउनेलाई म्याक्स ओतोड भनिन्छ भने हारेको खेल पनि जिताउनेलाई फाइम हस्रफ भनिन्छ। त्यही भएको छ आज नेदरल्यान्ड भर्सेस पाकिस्तानको म्याचमा। म्याक्स ओतोड जुनले 19औं ओभरमा एउटा क्याच एकदमै गर्नै पर्ने क्याच मिस गर्नाले आज पाकिस्तानले जित्न पुगेको छ। फाइम अश्रफले 19औं ओभरमा त्यो हानेको 24 रन, एउटै ओभरमा 24 रन, 3 छक्का 1 चौकाको मद्दतले आज पाकिस्तानले पक्कै पनि जितेको छ। यदि म्याक्स ओतोडको त्यो क्याच आएको भए नेदरल्यान्डले आज टेस्ट नेसनलाई फर्स्टै म्याचमा हराउने ठुलो चान्स रहेको गुमायो। म्याक्स ओतोडको त्यो क्याच मिसले एकदमै गेमै हार्न पुग्यो नेदरल्यान्डले। अनि कसले हेर्नुभयो यो म्याच कस्तो लाग्यो? अनि समग्रमा यो म्याच चाहिँ फिल्डिङ वाइज र बलिङ वाइज पनि एकदमै धेरै राम्रो गरेको थियो नेदरल्यान्डले। राम्रो गरे तापनि यो म्याच चाहिँ नेदरल्यान्डले हार्न पुग्यो। कसले हेर्नुभयो यो म्याच? हेरेको साथीहरूलाई यो म्याच कस्तो लाग्यो? के नेदरल्यान्ड पाकिस्तानले डिजर्भ गर्यो त विन? नेदरल्यान्डले हार्न पुग्यो। तैपनि मलाई चाहिँ लाग्छ नेदरल्यान्डले यो गेम चाहिँ एकदम राम्रो खेलेको थियो। त्यो 19औं ओभर छोडेर अरू ओभर हेर्ने हो भने पाकिस्तानलाई एकदमै धेरै पेलेको थियो नेदरल्यान्डले, एकदमै धेरै गाह्रो बनाइसकेको थियो नेदरल्यान्डले। र कस्तो लाग्यो यो म्याच कमेन्ट गर्नु होला। र नेदरल्यान्डले हारेको छ र पाकिस्तानले जितेको छ। पाकिस्तानलाई एकदम धेरै बधाई भन्दै नै कस्तो लाग्यो पाकिस्तान भर्सेस नेदरल्यान्डको म्याच कमेन्ट गर्न चाहिँ नछुड्नु होला। वाइल्डै क्रेजी थियो है गाइज यो म्याच चाहिँ।